पुरै काठमाडौँ गुन्जाइदिउँ जय नेपाल, पुरै मुलुक गुन्जाइदिउँ हात हल्लाएर जय नेपाल। श्रद्धेय सभापतिज्यू, आदरणीय महामन्त्री गगन कुमार थापाज्यू, मञ्चमा आसीन, मैले श्रद्धा गर्नुपर्ने आदर गर्नुपर्ने सबै आदरणीय नेतृत्ववर्ग, आज फ्लोरमा उपस्थित सबै आदरणीय साथीहरू, आज नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनलाई विभिन्न मिडियाबाट स्वदेश र विदेशबाट लाइभ हेरिरहनुभएका समस्त आदरणीय आमा बुबा, दिदी बहिनी, दाजुभाइहरू, कार्यक्रम अलि लामो भयो भन्ने अनुभूति पक्कै प्रत्यक्ष हेरिरहनु भएकाहरूलाई घरमा पनि भइरहेको होला। कार्यक्रमको निर्माण साथीहरूले गर्दै गर्दा सुरुमा हामीले सोचेका थियौं कि 5-7 जना साथीहरू वक्ता राख्दा उचित होला। पछि फेरि हामी दुईटै महामन्त्रीले सल्लाह गर्यौं, 5 जना 7 जना मात्रै राख्यो भने कार्यक्रम त 3 बजे सकिन्छ, कसैले परबाट हेर्दा भन्देला यो धेरै ठूलो जमात त घाम ताप्नलाई आएको थियो। कसैले भन्देला घाम सकियो, जाडो हो, घर फर्किए भन्देला। फेरि हामी दुवैले सल्लाह गर्यौं, होइन, देशभरिबाट आउनु भएको छ, स्वदेशबाट आउनु भएको छ, विदेशबाट आउनु भएको छ। साथीहरू, हामीसँग नेपाली कांग्रेसलाई बदल्ने र कांग्रेस मात्रै होइन यो देशलाई बदल्ने भन्ने संकल्पमा हुनुहुन्छ भने हामी साथीहरूको धैर्यताको परीक्षा लिन चाहन्छौं। आज रातसम्म राख्छौं भन्दै गर्दाखेरि तपाईहरू त्यो धैर्यतामा पारित हुनुभएको छ। तपाईहरू सबैलाई म बधाई दिन चाहन्छु। यो बेलामा मिडियाका साथीहरूले लाइभ गर्दै गर्दा सम्भवतः मैले आफै सहभागी भएर भाग लिएको कार्यक्रम मध्येमा सम्भवतः मैले भन्नुपर्दा यो पहिलो कार्यक्रम होला जहाँ उपस्थिति हुँदै गर्दा सुरुवातमा स्वागत भाषण हुँदै गर्दा जति सहभागिता थियो अहिले पनि त्यतिकै सहभागिता छ। एकपटक सबैलाई हात हल्लाइदिनका लागि म अनुरोध गर्न चाहन्छु। आदरणीय साथीहरू, यो उपस्थिति चिसोको बीचमा पनि यसकारण छ किनभने हामी जान्दछौं यो उपस्थितिको बीचमा वर्षौंसम्म जेल बसेका हाम्रा कैयौं आदरणीय नेताहरू पनि हुनुहुन्छ, वर्षौंसम्म प्रवासमा बसेका नेताहरू पनि हुनुहुन्छ। यो उपस्थितिमा 10 वर्षे सशस्त्र द्वन्द्वको बेलामा आफ्नो माता र पिता गुमाएका साथीहरू पनि हुनुहुन्छ। यो उपस्थितिमा कुनै बेलामा पञ्चायतको सत्तालाई चुनौती दिनलाई, प्लेन अपहरण गर्नलाई पाइलटलाई कनपट्टिमा रिभल्भर राखेर चढेका बसन्त भट्टराईहरू पनि हुनुहुन्छ। पूर्वी सुदूर पूर्वको गाउँमा जीवन पुरै अर्पण कांग्रेसमा गर्नुभएका सुधीर शिवाकटीहरू पनि हुनुहुन्छ झापादेखि, अनि डडेलधुरादेखिका जनक सटौतहरू जस्ता युवाहरू पनि हुनुहुन्छ। आज यो उपस्थिति केवल कांग्रेस बदल्नका लागि आएको छैन, यो उपस्थिति देश बदल्नका लागि आएको छ। त्यसैले आज संयोगले यो नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिवस पनि, स्मृति दिवस पनि, पृथ्वी जयन्ती पनि। त्यसैले एकपटक केही साथीहरूले मोबाइल प्रदर्शन गर्न चाहनु भएको छ, एकपटक निकालिदिनुस्, सबैले मोबाइल जलाइदिनुस्, लाइट प्रदर्शन गरिदिनुस्, राष्ट्रिय एकताको तपाईहरुको ताकतलाई झम्काइदिनुस्, प्रदर्शन गरिदिनुस् र बताइदिनुस् हामी कांग्रेस पनि बदल्छौं, हामी यो देश पनि बदल्छौं, यो समुन्नतिमा लिएर जान चाहन्छौं। एकपटक घन्काइदिनुस्, जय नेपाल। आदरणीय साथीहरू, नेपाली कांग्रेसको यो दोस्रो विशेष महाधिवेशन, नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशन हुँदै गर्दाखेरि त्यसले त्यो समयको सही मार्गमा बढ्नका लागि दूरदर्शिता दिएको थियो, दूरदृष्टि दिएको थियो, दृढ इच्छा शक्ति दिएको थियो। दोस्रो यो विशेष महाधिवेशन राष्ट्रको विशिष्ट परिस्थितिमा, विषम परिस्थितिको बेलामा भइरहेको छ र भिन्न आन्तरिक अवस्थाको बेलामा पनि भइरहेको छ। यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वासलाई भर्नु छ, अर्कोतर्फ नेपाली समाजमा नवीन विश्वास पनि भर्नु छ। यो विशेष महाधिवेशन त्यसैले पार्टीभित्र नवीन आत्मविश्वास भर्ने र नेपाली समाजमा नयाँ विश्वासलाई जगाउने, आत्मविश्वास र विश्वासको अटोटका साथ यो अधिवेशन भइरहेको छ। आदरणीय साथीहरू, हामी जान्दछौं कि हाम्रा सबै शुभचिन्तकहरू रूपान्तरित कांग्रेसको पक्षमा हुनुहुन्छ, रूपान्तरित कांग्रेस चाहनुहुन्छ। हामी यो पनि जान्दछौं आजको कांग्रेस विगतको भन्दा बढी चुनौतीलाई सामना पनि गरिरहेको छ र यो पनि जान्दछौं कि आज जे जति कमी कमजोरीहरू भएका छन्, यो कन्ट्रोल गर्नु नै भएन,
जे जति कमी कमजोरी भएका छन् पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले आज पार्टीको महामन्त्री हामी दुवै पनि जान्दछौँ कि पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यो कमजोरीको हिस्सा महामन्त्रीका रूपमा ड्राइभिङ सिटको छेउमा बसेको नाताले हामी पनि लिन्छौँ। त्यसैले त्यसलाई स्वीकारेरै हामीले भनेका हौं कि अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन। अब नयाँ परिस्थिति बनेको छ मुलुकमा, बनेको परिस्थितिलाई सामना गर्नका लागि, नयाँ परिस्थिति निर्माण गर्नका लागि मनस्थिति पुरानो राखेर हुँदैन, मनस्थितिलाई बदल्नुपर्छ। त्यही सोचलाई हामीले बदल्नुपर्छ। तपाईँ हामी जान्दछौँ अंग्रेजीमा एउटा भनाइ छ, यु क्यान्ट क्रिएट अ न्यू फ्युचर विथ द ओल्ड ह्याबिट्स। पुरानै आनी बानीलाई राखेर तपाईँ नयाँ अवस्था बनाउन सक्नुहुन्न, नयाँ भविष्य बनाउन सक्नुहुन्न। सामान्यतया तपाईँ हामी प्रकृतिको मौसम परिवर्तनको सूचना रेडियोहरूबाट सुन्ने गर्छौं, तर राजनीतिमा पनि मौसमको परिवर्तन हुन्छ। राजनीतिमा पनि मौसम कहिले अनुकूल हुन्छ, कहिले प्रतिकूल हुन्छ। त्यो प्रतिकूलता र अनुकूलतालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्छ। हामीले त्यसमा कमजोरी गर्यौं। मैले बेला बेला उदाहरण दिँदा भन्ने गरेको छु, केन्द्रीय समितिको बैठकमा पनि मैले एउटा उदाहरण दिएर भनेको थिएँ। एउटै बम पत्रकारको लागि, प्रहरीको लागि र राजनीतिक नेतृत्वको लागि फरक फरक भूमिकाका साथ बमको अस्तित्व हुन्छ। प्रहरीको भूमिका, त्यो बम कसैले ल्याउँदै गर्दा बोर्डरमा रेड ह्यान्ड पक्रिनुमा प्रहरीको सफलता देखिन्छ। पत्रकारको सफलता त्यो रेड ह्यान्ड पक्रिँदै गरेको बेलाको ब्रेकिङ न्यूजमा हुन्छ। राजनीतिक नेतृत्वको सफलता रेड ह्यान्ड पक्रिनमा पनि होइन, अनि राजनीतिक नेतृत्वको सफलता ब्रेकिङ न्यूजबाट थाहा पाउनुमा पनि होइन। राजनीतिक नेतृत्वले पहिले देख्नुपर्छ, पहिले थाहा पाउनुपर्छ देशमा बम भित्र्याउने मुद्दा कसले बनाइरहेको छ, बम ल्याउने मुद्दाहरू के हुन सक्दछन्, बम भित्र्याउनका लागि कुन कुन तत्त्वहरू प्रयोग हुँदैछन्, कुन कुन नाकाबाट बमहरू भित्रिन लाग्दैछ। त्यो पत्ता लगाउन नसक्दै गर्दाखेरि स्वाभाविक छ कि दुर्घटनाहरू हुन्छन्। राजनीतिक नेतृत्व त्यहाँनिर जाँदै गर्दाखेरि आत्मसमीक्षा गर्नुपर्ने हुन्छ कि हामी यो मोडमा आइपुगेर असफल भयौं। हामीले त्यो मौसम खराबीको सूचना तपाईहरुलाई भन्दै गर्दाखेरि समाचारहरूमा पनि तपाईहरुले सुन्नुभएको थियो। पार्टीको दुवै महामन्त्रीहरूले हामीले चाहे आन्तरिक छलफलहरूमा होस्, चाहे सार्वजनिक समारोहहरूमा होस्, बोल्दै गर्दाखेरि, संसदमा बोल्दै गर्दाखेरि, पार्टीको बैठकमा बोल्दै गर्दाखेरि हामीले भन्दै नै आएका थियौं। आज यो विशेष महाधिवेशनको थलोमा उभिएर साँझको यो बेलामा बोल्दै गर्दाखेरि त्यो मौसम खराबीलाई नचिनिसके पछाडि भएको अप्ठ्यारो मोडमा पुगिसके पछाडि आज हामी एउटा ढुक्कका साथ भन्दैछौं, यो देशको मौसमलाई बुझिसके पछाडि, मौसम खराबीलाई बुझिसके पछाडि यो विशेष महाधिवेशनको हलमा उभिएर हामी संकल्प गर्न चाहन्छौं, बदलिएको मौसमलाई अनुकूलतामा बदल्नका लागि, योसँग चुनौतीसँग जुधेर जान सक्नका लागि, त्यो ताकत नेपाली कांग्रेसभित्र विकसित गर्नका लागि हामी नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौं। त्यसैले साथीहरू, आउनुहोस् केही नवीन संकल्प गरौं, संकल्प गरौं। असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई हामी नवीन आशा र नवीन विश्वासमा लिएर जान्छौं। हामी संकल्प गरौं, देशलाई मनोवैज्ञानिक द्वन्द्वको सुरुङबाट निकालेर सद्भावको खुला आकाशमा लिएर आउँछौं। संकल्प गरौं, हामी देशलाई शासन मात्रै होइन सुशासन दिन्छौं। यी सबै संकल्पलाई सफल बनाउने कुराको सुरुवात कहाँबाट गर्ने? यी सबै संकल्पहरूको लाई सफलतामा पुर्याउने सुरुवात गर्ने भनेको हामीले जहाँ चुक्यौं त्यहीबाट सच्याउने हो। हामीले आत्मालोचना गर्ने हो। हामीले जेनजी मुभमेन्टको लगत्तै पछाडि हामीले सार्वजनिक रूपमा बोलिरहँदै गर्दाखेरि पनि हामीले भन्यौं कि एउटा जिम्मेवार राजनीतिज्ञ, एउटा जिम्मेवार दल त्यो हुन्छ जसले आफूले गरेका कर्महरूको श्रेय पनि लिन्छ र जसले आफूले गरेका कमजोरीहरूको आत्मालोचना पनि गर्छ। आज विशेष महाधिवेशनमा उभिएर बोल्दै गर्दा स्वदेश र विदेशमा कहीँ पनि कुनै पनि आमा बुबा दिदीबहिनी दाजुभाइहरूले हेरिरहनु भएको छ भने नेपाली कांग्रेसले विगतमा देशका लागि गरेका कैयौं कामहरूको फेरिस्त पनि हामी डकुमेन्टहरू मार्फत राखौँला। यदि तपाईहरुको दिल, तपाईहरुको मन कहीं कतै कुनै मोडमा, कुनै छेडमा हामीबाट या अरू कसैबाट पनि दुखेको छ भने हामी समस्त नेपाली आमा बुबा दिदीबहिनी दाजुभाइहरूको सामुन्ने क्षमा पनि माग्न चाहन्छौं, विनम्रतापूर्वक आत्मालोचना पनि गर्न चाहन्छौं र हामी संकल्प गर्न चाहन्छौं कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौं
हामी यो देशलाई बदल्ने छौं। आमा बुबा दिदीबहिनी दाजुभाइ सबैले जान्नुहुन्छ, जो बदलिन सक्छ त्यसैले बदल्न पनि सक्छ। हामी बदलिन पनि सक्छौं र हामी बदल्न पनि सक्छौं। यो देशलाई समुन्नतिको उचाइमा लिएर जानका लागि हामी बदल्न सक्छौं। देशको समयलाई कुनै बेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो। आज बदलिएको समय अनुकूल कांग्रेसले आफूलाई बदल्नु छ। त्यसका लागि हामी विशेष महाधिवेशनको यो मैदानमा खडा छौं। आदरणीय दिदीबहिनी दाजुभाइहरू, कति बेला लाग्ला के यो विशेष महाधिवेशन केवल कांग्रेसलाई बलियो बनाउने सोचका साथ भइरहेको छ? होइन। मूल प्रश्न कांग्रेसलाई बलियो बनाउने भन्ने होइन। मूल प्रश्न कांग्रेसलाई बलियो बनाइरहँदै गर्दा त्यसका पछिल्लोतिरको अभिष्टको हो। कांग्रेसलाई बलियो बनाउने या नबनाउने भन्ने होइन। अनेक कारणले कमजोर बन्न पुगेको देशलाई कसरी बलियो बनाउने? प्रधान मुद्दा देश हो। आज प्रधान मुद्दालाई शिरमा राष्ट्रिय झण्डालाई राखेर, हृदयमा देशलाई राखेर, देशका लागि समर्पित भएका नौजवानहरूलाई सम्झिएर, हिजो देशका लागि कुर्बानी गरेका त्यो कालखण्डदेखि लिएर जेनजी मुभमेन्टसम्म शहादत गरेका शहीदहरूलाई सम्झिएर, अनि स्वदेश र विदेशमा रहेर मनमा देश बनाउँछौं भनेर हुटहुटी बोकेका सबैलाई सम्झिएर हामी भनिरहेका छौं कि हामी कमजोर बन्न गएको देशलाई बलियो बनाउन चाहन्छौं। मूल प्रश्न त्यो हो। मूल प्रश्न तपाईको र मेरो बीचमा घर जल्यो भन्ने प्रश्न होइन। कैयौंको जीवन जल्यो त्यति मात्रै प्रश्न होइन। सिंहदरबार जल्यो त्यति मात्रै प्रश्न होइन। व्यक्तिका घरहरू जले, पार्टीका कार्यालयहरू जले, त्यो ठूलो प्रश्न होइन। सबभन्दा ठूलो प्रश्न आज नेपाली र नेपालीको बीचको विश्वास जलेको छ। नेपाली र नेपालीको बीचमा प्रेम जलेको छ। आज त्यसलाई जगाउने भन्ने कुरा हो। यदि एउटा देशमा जलेको मनलाई जोड्न सकिएन भने भवनहरू जोडी राखेर मात्रै देश बनाउन सकिन्न। आज त्यसैले कांग्रेस विशेष महाधिवेशनको यो ठाउँमा उभिँदै गर्दा ध्वंसमा गइसकेको देशलाई भवनहरूलाई जोड्ने मात्रै होइन, मनहरूलाई जोड्ने संकल्पका साथ पनि विशेष महाधिवेशनमा उभिएको छ। सयौं ठुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर तपाई हामीले राष्ट्रगान गाउँदै गर्दा अघिका कलाकारहरूलाई सम्मान गर्न चाहन्छु। तपाईले लगाएको, मैले लगाएको भिन्न भाषा भाषी संस्कृतिहरूको साथमा उभिएको त्यो प्रदर्शनीमा उहाँहरूले व्यक्त गरेको गीतबाट व्यक्त गरेको भावलाई सम्झेर सयौं ठुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर बलियोसँग उभिँदै गर्दाखेरि हाम्रो बगैँचामा जे प्रकारका चोटहरू भएका छन्, हाम्रो बगैँचामा जे प्रकारका घाउहरू भएका छन्, ती सबैको उपचारका लागि विशेष महाधिवेशनबाट हामीले एउटा नवीन सन्देश खोज्नु छ। आदरणीय साथीहरू, म जान्दछु तपाई जान्नुहुन्छ, जेनजी मुभमेन्टमा गएका युवाहरू जो घरमा बसेर हामीलाई सुनिरहनु भएको होला, तपाईहरूले जेनजी मुभमेन्टको क्रममा लोकतान्त्रिक प्रणालीको समाप्ति माग्नु भएन। तपाईले माग्नु भएको थियो सुशासन। तपाईले माग्नु भएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी जस्तो होइन, बगेको नदी जस्तो होस् भनेर तपाईले चाहनु भएको थियो। हामीले त्यसैको लागि उद्घोष गरेका हौं। त्यसैले हामीले संकल्प गरेका हौं। हामी तपाईले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं आगामी दिनमा। अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेको जस्तो भएर जानुपर्छ भन्ने कुरालाई सन्देश पनि बुझाउने ल्याकत राख्दछौं। म दुनियाँको कुनै कुनामा गएर उदाहरण खोज्न चाहन्न। म आफ्नै घरभित्रको उदाहरण सम्झिन चाहन्छु। जननेता बीपी कोइरालालाई सम्झिन चाहन्छु। बीपी कोइरालाले को निधन भएर चाबहिलबाट त्यो जमानाको 2 लाख भन्दा बढी मानिसहरूको सब यात्रामा सामेल हुँदै गर्दाखेरि बीपी कोइराला कुनै प्रधानमन्त्रीको पदमा हुनुहुन्न थियो। बीपी कोइराला कुनै पार्टीको सभापतिको पदमा हुनुहुन्न थियो। उहाँले कार्यभाग सुम्पिसक्नु भएको थियो। बीपी कोइरालाले 37 सालको जनमत संग्रहमा जाँदै गर्दा जनमत संग्रहमा खट्न सक्ने, भिड्न सक्ने ताकत थियो, तर केवल एक पटक मात्रै प्रधानमन्त्री बनेको बीपी कोइराला 37 सालको जनमत संग्रहमा बहुदलले जित्यो भने प्रधानमन्त्री बनौला भन्ने कुनै सपना राखिरहनु भएको थिएन। सबका सामुन्ने भनिरहनु भएको थियो भावी प्रधानमन्त्री परशुनारायण चौधरी भनेर। हामी ती उदाहरणहरूबाट निर्देशित छौं, त्यो उदाहरणहरूबाट प्रेरित छौं। गणेशमान सिंहले 60 वर्ष लामो राजनीति गर्नुभयो, आयो प्रधानमन्त्रीको पद अघिल्तिर खान्न भनेर भन्दिनु भयो। हामी ती उदाहरणहरूबाट प्रेरित छौं। उहाँहरूको त्यो अर्कै उचाइ भएको छ, उहाँहरूको सम्मान अर्कै छ, उहाँहरूको व्यक्तित्व अर्कै छ। ती उच्चतम उदाहरणहरूको जगमा हामीले मनन गर्नुपर्छ। कुनै पनि राजनीतिक नेतृत्वको जीवनको एउटा निश्चित मिशन बन्नै पर्छ। तपाई राजनीतिमा हुनुहुन्छ या राजनीतिमा आउन चाहिरहनु भएको छ, कुनै नौजवान जेनजीको मुभमेन्ट पछाडि राजनीतिमा आउन चाहिरहनु भएको छ भने म अपिल गर्छु, आग्रह गर्न चाहन्छु, जेनजीको मुभमेन्टमा तपाई सामेल भएर
यार कांग्रेस, एमाले, माओवादी, अन्य कुनै नयाँ दल कसैमा सामेल भएर राजनीतिमा सामेल बन्दै हुनुहुन्छ भने सोच्नुपर्छ, मेरो जीवन राजनीतिमा अर्पित गर्न चाहन्छु, तर मेरो मिसन कहाँसम्म हो। एउटा उचाइमा पुगेपछि हामी कार्यकर्ता, तपाईँ हामी सदस्यले पनि सोच्नुपर्ने रहेछ, हामी कसैलाई कुनै उचाइसम्म उठाउन चाहन्छौँ भने उसलाई विदा गर्ने छेड चाहिँ कहाँ होला। हामीले निश्चित समयमा विदा नगर्दै गर्दा त्यो राजनीतिक नेतृत्व नागरिकको पंक्तिको बीचमा अलोकप्रियताको शिकार बन्न सक्छ। त्यसै लोकप्रियताको उचाइमा उठाउँदै गर्दा एक्जिट पोलिसी चाहियो, ग्रेसफुल एक्जिट चाहियो। त्यही भनिराखेर मैले पार्टीको बैठकमा पनि भने, आदरणीय सभापतिज्यू 5 पटक प्रधानमन्त्री बनिसक्नुभयो, 6औं पटक अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न। त्यस बेला मैले भने, पार्टीको आन्तरिक छलफलमा पनि भने, केन्द्रीय समितिको बैठकमा पनि भने, मलाई लाग्छ कि मेरो आदरणीय सभापतिले त्यो कालखण्डमा त्यो प्रस्तावलाई मानिराखेर जानुभएको थियो भने आज यो मुभमेन्ट हुँदै गर्दाखेरि, आज देशले कोही अभिभावक भनेर खोज्दै गर्दाखेरि हाम्रो सभापतिलाई गएर खोज्थ्यो होला। कतिपय साथीहरूलाई लाग्यो कि विश्वप्रकाशले दिँदै गरेको त्यो सुझाव सभापतिको विरोधको बारेमा थियो। राजनीतिमा विरोध गर्ने कुरो स्वाभाविक हुन्छ, तर कसैलाई सुझाव दिनु र कसैको विरोध गर्नुको बीचमा फरक हुन्छ भन्ने तथ्यलाई बुझाउन सकिएन। आदरणीय साथीहरू, तपाईहरु यो पनि जान्नुहुन्छ, पार्टीको महासमितिको बैठकको बेलामा मैले प्रस्ताव राख्दै गर्दाखेरि राजनीतिक दस्तावेजमा 1 2 3 4 भन्ने एउटा प्रस्ताव पनि राखेको थियो। एक पटक मात्रै कोही राष्ट्रपति बन्न पाउने, 2 पटक मात्रै प्रधानमन्त्री बन्न पाउने, बढीमा 3 पटक नपाउने, मन्त्री कोही बन्न चाहन्छ जीवनमा भने 3 पटक पाउने, 4 पटक नपाउने, सांसद कोही बन्न चाहन्छ भने जीवनमा 4 पटक बन्न 5 पटक नपाउने। तब उसले आफ्नो जीवन स्वाभाविक चाहिँ एउटा क्रिएटिभ ढंगले आफूले लगानी पनि गर्न सक्छ, त्यो समयमा काम गर्नुपर्ने दबावमा पनि रहन्छ, अरूलाई अवसर पनि बन्छ। त्यसैले आज कांग्रेसको विशेष यो अधिवेशन स्वदेशकाले सुनुन्, विदेशकाले सुनुन्, पार्टी भित्रकाले सुनुन्, बाहिरकाले सुनुन्, हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौं। यो देशमा अब कांग्रेस भित्रको होस्, कांग्रेस बाहिरको होस्, कसैले पनि 2 पटक भन्दा प्रधानमन्त्री बन्न नपाउने खालको पद्धतिको पक्षमा हामी निर्णय गरेर लिएर आउँछौं। त्यो निर्णय गरेर लिएर आउँदै गर्दा नेपाली कांग्रेस पार्टीले देशको लागि प्रस्ताव गरेको विगतको प्रस्तावलाई आजको मितिमा म स्मरण गर्न चाहन्छु। विगतमै राखेको यो प्रस्ताव आज अहिलेको सरकारले, पछिको सरकारले, संसदले अपनाउँदै गर्दा यो कांग्रेस भित्रैबाट उठेको आवाज हो रूपान्तरणको भन्ने कुरोलाई स्मरण गर्नुपर्छ। आदरणीय साथीहरू, कति बेला लाग्न सक्छ रूपान्तरणका ती कुराहरू आए तापनि हामीले ग्रहण गरेनौं, किनभने देश ठिकठाक चलिरहेको थियो, देश पनि ठिकठाक चलिरहेको थियो, हामी पनि ठिकठाक चलिरहेको थियौं। त्यो हामीलाई लाग्यो, हाम्रो कोही नेतालाई लाग्यो या विश्वप्रकाशलाई लाग्यो कि म ठिकठाक चलिरहेको छु, या मेरो पार्टी ठिकठाक चलिरहेको छ, या मेरो सरकार ठिकठाक चलिरहेको छ, तर हामीलाई लागेर हुँदैन। लोकतन्त्र भनेको राजनीतिक नेतृत्वलाई के लाग्छ त्यो होइन, लोकतन्त्र भनेको नागरिकलाई के लाग्छ भन्ने कुरो हो। नागरिकलाई ठिकठाक लागेन, 2टा ठूला दल मिलेर सरकार बनाउँदै गर्दाखेरि पनि नागरिकमा आशा र विश्वास जगाउन हामी असफल भएकै हो। यदि विश्वास जगाउन हामी सफल भएको भए विद्रोह जगाउन कसैले पनि सक्ने थिएन। निश्चय नै साथीहरू, यो यथार्थलाई हामीले गम्भीर आत्मसात गर्दै गर्दा सँगैमा पनि हामीले ख्याल गर्नुपर्छ। असन्तुष्टि थिए, 34 वर्षमा 30 वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन। 34 वर्षमा 30 वटा सरकार बनाउँछौं, नागरिक सन्तुष्ट थियो भनेर सोध्छौं भने प्रधानमन्त्री भएकोलाई सन्तुष्टि लाग्यो होला, नागरिकलाई लागेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएको कुनै सेवाग्राही यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट त्यो कोठा, अनि त्यो कोठामा पुगिसकेपछि भोलि, अनि भोलिबाट भोलि भन्दै गर्दाखेरि सिडिओ साहबलाई सन्चो लाग्यो होला, सेवाग्राहीलाई सन्चो लागेन। गृहमन्त्रीलाई सन्चो लाग्यो होला, तर सेवाग्राहीलाई सन्चो लागेन। खेतीको बेलामा मल कुरेर बसिरहेको कुनै किसान कृषि मन्त्रीको अनुहार सम्झेर खेतमा खेती हुँदैन भन्ने कुरा मान्दिनलाई उ तयार भएन। यस्ता कैयौं असन्तुष्टिहरू छन् जसलाई बन्द सत्रको डकुमेन्टमा हामी डिटेलमा पेश गर्छौं। आदरणीय आमा बुबा, दिदी बहिनी, दाजुभाइहरू, कसैले लाइभ हेर्दै हुनुहुन्छ, कसैले युट्युबमा हेर्दै हुनुहुन्छ भने तपाईको प्रत्येकको असन्तुष्टिलाई, केस्रालाई, बुँदा बुँदालाई कांग्रेसको विशेष अधिवेशनमा हामी छलफल गर्नेछौं, हामी पहिचान गर्नेछौं। त्यो पहिचान गरेर हामी संकल्प गर्नेछौं। आगामी दिनमा त्यो असन्तुष्टि हुन नसक्ने अवस्था के बनाउँछ। कसैलाई लाग्यो विशेष अधिवेशन अहिले बोलाइने हुन्न हाम्रै आदरणीय नेताहरूलाई पनि, किन बोलाएको अहिले लाइभमा सुन्दै हुनुहुन्छ नि, स्पष्ट हुनु होला। कांग्रेस फागुन 21 गते रुखचिन्हमा मतदान गर्नु अगाडि हे
आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरू, तपाईहरू प्रत्येकको असन्तुष्टिलाई, प्रत्येकको गुनासोलाई, प्रत्येकको प्रश्नलाई टिपोट गरेर अनि त्यसलाई पहिचान गरेर त्यसलाई नदोर्याउने संकल्प गरेर जान चाहन्छौँ भन्नका लागि पनि विशेष महाधिवेशन हामीले बोलाएका हौं। अहिले नेताहरूले यो कुरोलाई स्पष्ट गर्नुपर्छ। आदरणीय साथीहरू, असन्तुष्टि थिए, त्यसो भन्नुको मतलब फेरि म स्मरण गराउन चाहन्छु के असन्तुष्टि मात्रै थियो? के यो देशमा केही भएको थिएन? के निराशा मात्रै थियो? अस्थिरताको बीचबाट पनि, हिंसाको बीचबाट पनि, द्वन्द्वको बीचबाट पनि, यी सबको बावजुद पनि गाउँ गाउँमा सडकहरू पुगेका थिए, हात हातमा मोबाइलहरू पुगेका थिए, संसारको सुविधा बढेको थियो, गाउँ गाउँमा खानेपानीको पहिलाभन्दा सुविधा विस्तार भएको थियो। रातको समयमा पनि गाउँ गाउँमा नपुगेका ठाउँहरूमा कुपी बालेर एसएलसीको परीक्षा दिएका बाबुआमाका छोराछोरीहरूले पछिल्लो एसएलसीको परीक्षा दिँदै गर्दा बिजुली बत्तीमा बसेर दिएका थिए। गाउँहरूमा शिक्षाको पहिलाभन्दा अवस्था बढेर गएको थियो। स्वास्थ्यको चाहे राज्यको तर्फबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट होस्, हरेक क्षेत्रमा केही न केही प्रगति भएर गएको थियो। निजी क्षेत्रको व्यापक विस्तारले मुलुकमा अनेक सम्भावना बढाएको थियो। आज हामी कांग्रेसको विशेष अधिवेशनमा उभिएर गाउँ गाउँमा यो प्रगतिलाई पुर्याउनेहरूलाई सम्मान गर्न चाहन्छौँ, जो कांग्रेसको नीतिको नेतृत्वमा भएको थियो कि कांग्रेस स्वयंले नेतृत्व गरेको बेलामा भएको थियो। आज हामी निजी क्षेत्रमा बसेर व्यवसाय गरेर राष्ट्रको ढुकुटीमा कर तिरेर हजारौंलाई रोजगारी दिएर पनि जेनजी मुभमेन्टमा होस् या अन्य बेलामा होस् प्रताडना भोगिरहेको निजी क्षेत्रलाई पनि सम्झिन चाहन्छौँ। निजी क्षेत्रलाई पनि आगामी दिनमा सहज बनाउने कुराको संकल्प गर्न चाहन्छौँ। आदरणीय साथीहरू, भएका कर्महरू पनि थिए, त त्यो कर्म हुँदै गर्दाखेरि पनि असन्तुष्टि भयो। हामी दुईटै दल मिलेर पनि विश्वास आशा राम्रो ढंगले जगाउन सकेनौं अनि एउटा जेनजीको प्रदर्शनी भयो। जेनजीको प्रदर्शनीलाई त्यसलाई समीक्षा गरेर 23 र 24 को घटनालाई अलग अलग रूपमा अध्ययन गरेर हेरौँला, हेर्नुपर्छ, हामी हेर्नेछौँ। तर जेनजीका प्रति पनि नकारात्मक हामी बन्न जरुरी छैन। जेनजी कोही अन्तरिक्षबाट आएका थिएनन्। जेनजी हाम्रै काखमा हुर्किएका हाम्रा भाइ बहिनीहरू थिए। जेनजी हाम्रै आँगनमा हाम्रै काखमा हुर्किएका बढेका हाम्रा छोराछोरीहरू थिए। भदौको 23 मा इतिहासमा एउटा ठूलो भूल भएकै हो। त्यो रात र त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौं। आज पनि म आफैलाई प्रश्न गर्ने गर्छु, 23 गतेका दिन केवल संसद भवन तोडिने दिएको भए के फरक पर्थ्यो होला? केवल संसद भवन तोडिएको भए र त्यतिको संख्यामा युवाहरूको मृत्यु नभएको भए, संसद भवनलाई जोगाउने नाममा त्यतिको जीवनहरू समाप्त नभएको भए, सम्भवतः भीडको म्यानेजमेन्ट गर्ने क्षमतालाई सही ढंगले हामीले प्रस्तुत गरेको भए भोलिपल्टको घटना नहुन सक्थ्यो होला। तर सँगैमा भोलिको घटनालाई पनि 23 गतेको घटनालाई गम्भीर अनुसन्धान गरेर त्यो बेला भएको बल प्रयोग अत्याधिक भएको हो र त्यसबाट भएको असर, त्यसबाट गुमेको जीवनको सन्दर्भको छानबिन गरेर जाने सन्दर्भमा कांग्रेसको विशेष महाधिवेशन बिल्कुलै डकुमेन्टका साथ प्रश्न हुन्छ। तर सँगैमा हामीले यो पनि स्मरण गर्नुपर्छ, जल्दै गरेको सिंहदरबार कुनै प्रधानमन्त्री विशेषको थिएन। जलेको सिंहदरबार पाकाहरूको पनि थियो र जेनजीहरूको पनि थियो। जो सामेल भए यो बेलामा जेनजी पुस्ताले पनि सँगैमा सोचेर सोच्नुपर्छ। त्यहाँसम्मको मात्रै जिम्मा लिनुपर्छ जहाँसम्म उहाँहरूको सहभागिता थियो। घुसपैठका साथ भएर तोडिएका जलाइएका ठाउँहरूको सन्दर्भको समग्र जिम्मा लिने भन्ने मनोविज्ञान हो भने त्यही रूपमा होइन भन्ने त्योभन्दा फरक हो भने आफ्नो काँधमा त्यो दोष लिनुहुन्न जो दोषको सहभागिता थिएन। म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सम्झिन्छु। जेनजी भाइ बहिनीहरू जसले लाइभमा हेर्दै हुनु होला, उहाँहरूलाई म स्मरण गराउन चाहन्छु, तपाईहरूको नाम गरेर घुसपैठै गरेर सही, जसले तोड्यो होला, जसले जलायो होला कांग्रेसको केन्द्रीय कार्यालय, तपाईहरूलाई थाहा छ त्यो कांग्रेसको केन्द्रीय कार्यालय त्यो कांग्रेसको कार्यालय हो जुन कांग्रेसले तपाईको हजुरबालाई, मेरो हजुरआमालाई इतिहासको कुनै कालखण्डमा राणा शासनबाट काँधमा बन्दुक भिरेर राणाको किल्लामा प्रहार गरेर राणाबाट मुक्ति दिलाएको थियो। विराटनगरको निवास बीपी कोइरालाको निवास थियो र त्यो निवास केवल बीपी कोइरालाको मात्रै थिएन। गिरिजाप्रसाद कोइराला जसले हिंसाबाट शान्ति बनाउनु भयो उहाँको पनि थियो र केवल उहाँको मात्रै थिएन। इतिहासमा कुनै बेलामा कोर्समा पढ्दै गर्दा तपाईले भेट्नुहुन्छ महाराज चन्द्र शमशेरको दरबारमा कसैले एउटा गरिबको फाटेको भोटो भरियाको पठाएको थियो भने कृष्णप्रसाद कोइरालाको दरबार थियो। कृष्णप्रसाद कोइरालाको त्यो सानो एउटा घर थियो। कृष्णप्रसाद भट्टराई बसेको त्यो बाणे गाउँको आश्रम, गणेश मानजीले 60 वर्ष लामो रान्ति गरेर प्रधानमन्त्री खान्न भनेर बसेको त्यो निवास, यो बेलामा सम्झिनुपर्छ देशका जलेका धरोहरहरू, यी सबै धरोहरहरू देशका लागि अमूल्य धरोहरहरू थिए। त्यसैले जेनजी मुभमेन्टको क्रममा
जीवन गुमाएकाहरूको त्यसलाई गम्भीरतापूर्वक नलिएको, असन्तुष्टिलाई राम्रोसँग नचिनिएको सन्दर्भमा आत्मालोचनाहरू गर्ने क्रमसँगै हामीले यसको अनुसन्धानको क्रममा पछिल्लो 24 घटनालाई पनि उत्तिकै गम्भीरताका साथ हामीले हेर्नुपर्छ। यो सबै अध्यायपछि म अन्त्यमा आउँदै गर्दा यो समग्र अध्याय भयो। यो अध्याय पछाडि आज देश जहाँ छ यहाँबाट फेरि एउटा नवीन आशा हामीले भरेर जानु छ। आज विशेष महाधिवेशनमा उभिएर हामीले 3वटा मन्त्रमा मात्रै एकताबद्ध भएर त्यो मन्त्रमा उभिन चाह्यौँ भने त्यो 3टा मन्त्र हो सद्भाव, सुशासन र समुन्नति। सद्भाव, सुशासन र समुन्नति यो अबको कांग्रेसको अठोट, अबको देशको अपेक्षा हो, अबको हाम्रो परीक्षा हो। सद्भाव, सुशासन र समुन्नति यो विशेष महाधिवेशनबाट साथीहरू गाउँ फर्किँदै गर्दाखेरि तपाईले गाउँमा सद्भावको नेतृत्व गर्नुहोस्। तपाईले गाउँमा जाँदै गर्दा सद्भावसँगै सुशासन केन्द्रीय तह सिंहदरबारदेखि गाउँको वार्ड तहसम्मको सुशासनको लागि संकल्प गर्नुहोस्। अनि तपाईले संकल्प गर्नु छ समुन्नतिको लागि। त्यसैले यो तीनैवटा कुरामा जाँदै गर्दाखेरि सँगैमा साथीहरू कति बेला लागेको छ, कति बेला सोच्नु भएको छ विशेष महाधिवेशनबाट के कांग्रेस विभाजित हुन्छ? विशेष महाधिवेशनबाट फर्किँदै गर्दा कांग्रेस एउटा नभएर 2टा हुन्छ? कति बेला लागे हुन सक्छ विशेष महाधिवेशनबाट पार्टीका 2टा महामन्त्रीले कांग्रेसलाई फुटाउनेछन् र नयाँ पार्टी बनाउनेछन्। अनि हामी कतिपय दललाई पनि सजिलो हुनेछ। आदरणीय साथीहरू, यो चिसोको बेलामा मिडियाका क्यामेराका साथीहरूले खिचिरहनु भएको छ भने अहिले पनि हेर्नुहोस्, जिउका त्यो यो जुन ताकत उपस्थित छ नि, यो जन्मिँदाखेरि कांग्रेस थियो होला। हामी जन्मिँदा कांग्रेस थियौं, मर्दै गर्दा कांग्रेस भएर मर्नेछौं। कांग्रेसलाई विभाजित गर्ने होइन, हामी आगामी दिनमा कांग्रेसलाई इस्पात जस्तो बनाएर लिएर आउनेछौं। त्यो भन्नका लागि यो जमात आज यहाँनिर उपस्थित छ। हामी कांग्रेसलाई टुक्र्याएर होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौं। हामी सिंगो कांग्रेससँगै सिंगो देशको नेतृत्व गर्ने गरी अघि बढ्छौं। विशेष महाधिवेशनको उपस्थिति यो कुनै भिड होइन। मैले अघि भने त्यही दोहोर्याउन चाहन्छु। कोही 10 वर्ष जेल बसेको आउनु भएको छ, कोही हाइज्याकको मुभमेन्टमा सामेल भएको आउनु भएको छ, कोही 10 वर्षको द्वन्द्वमा पितालाई मातालाई गुमाएका साथीहरू आउनु भएको छ, कोही स्वयं घाइतेहरू आउनु भएको छ, कोही बुद्धिजीवी आउनु भएको छ, कोही श्रमिक आउनु भएको छ, कोही व्यवसायी आउनु भएको छ। दूर दराजको गाउँबाट पार्टी र लोकतन्त्रको प्राण जोगाएर बसेका साथीहरू आउनु भएको छ। कोही जनसम्पर्क समितिमा बसेर प्रवासमा कार्य गरेर विदेशमा रहेर पनि देशको चिन्ता गरेर देशलाई कुनै बेला भूकम्प जाँदै गर्दा पनि त्यता मन धड्किने, कहिले कोरोना जाँदै गर्दाखेरि पनि नेपालले पिरोल्ने त्यहाँको गाउँका साथीहरू आउनु भएको छ। यी सबैलाई एकै ठाउँमा राखेर हामी भन्न चाहन्छौं, यो कुनै भिड होइन, यो अनुशासित जमात। यसले जे निर्णय लिनेछ देशको हितमा लिनेछ। पार्टीको विशेष महाधिवेशनको बन्द सत्रले जे निर्णय लिनेछ त्यही निर्णय नै कांग्रेसको आगामी दिनको बाटो हुनेछ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। यसले आवेगमा होइन, यसले विवेकमा निर्णय लिनेछ। यसले देशलाई बदल्ने निर्णय लिनेछ। यसले कांग्रेसलाई बदल्ने निर्णय लिनेछ। कांग्रेसलाई इस्पात जस्तो बनाएर ल्याउने निर्णय लिनेछ। आवेगमा होइन, विवेकमा लिनेछ। फागुन 21 को निर्वाचनमा रुख चिन्ह लिएर मैदानमा एक ढिका भएर कांग्रेसलाई लिएर जाने निर्णय लिनेछ। त्यो संकल्प गर्नका लागि आज हामी विशेष महाधिवेशनमा छौं। त्यसैले म तपाईहरुलाई फेरि आग्रह गर्न चाहन्छु, एक पटक फेरि गुन्जाइदिनुहोस् नेपाली कांग्रेस, जोडले गुन्जाइदिनुहोस् जय नेपाल। हात हातमा लिदिनुहोस् मोबाइल र देखाइदिनुहोस् पुरै देशलाई स्वदेशलाई आफ्नो मोबाइलको उज्यालोसँगै हामी एउटा उज्यालो खोजिरहेका छौं। हामी एउटा नवीन सपना खोजिरहेका छौं। हामी देश बदल्न चाहिरहेका छौं। भनिदिनुहोस् जय नेपाल। अझै जोडले गुन्जाइदिनुहोस् शहीदहरुको शहादतलाई सम्झेर जय नेपाल, जय नेपाल। यति भनिराखेर म तपाईहरुबाट बिदा लिन चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल।